नमस्कार, पश्चिम गतिविधिको यो अङ्कमा स्वागत छ। म जनक धामी। झन्डै 2/3 बहुमतले सरकार सञ्चालन गरिराखेको नेकपा अहिले विभाजन भएको छ। विभाजनपछि 2 कित्तामा फाटिएको नेकपा फुटिसकेपछि काङ्ग्रेस लगायत विभिन्न राजनैतिक दलहरू अहिले सडकमा उत्रेका छन्। अब निर्वाचन वैशाख 17 गते निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचनमा जाने या नजाने भन्ने कुरा नेपाली काङ्ग्रेसभित्र अन्यलता छ। एकातिर निर्वाचनमा जाने या नजाने भन्ने अन्यलताको बीच एक पक्षले निर्वाचनमा जानुपर्छ र एक पक्षले चाहिँ निर्वाचनभन्दा बाहिरै बस्नुपर्छ भन्ने दुई धार चाहिँ नेपाली काङ्ग्रेसभित्र पनि देखिएको छ। यसै विषयमा थप जिल्ला प्रदेशको अवस्था के छ भनेर कुराकानी गर्नको लागि नेपाली काङ्ग्रेस टोटीका सचिव नारायण जोशी हुनुहुन्छ। स्वागत छ सर। धन्यवाद। नेपाली काङ्ग्रेस पनि 2 कित्तामा छ, किन यस्तो? यो 2 कित्ता भनेर तपाईले भनेर मलाई अलि थोरै अप्ठ्यारो महसुस भयो, किनभने नेपाली काङ्ग्रेसले यो संसद विघटन भइसकेपछि 5 गते नै संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कहाँ पुग्नुभन्दा अगावै पार्टी सभापति श्रद्धेय नेता शेरबहादुर देउवाले आफ्नो चाहिँ अभिव्यक्ति ट्विटर मार्फत सार्वजनिक गरिसक्नु भएको थियो कि यो निर्णय अत्यन्त यो असंवैधानिक छ। अब राष्ट्रपतिज्यूले समेत यो निर्णयलाई चाहिँ सदर गर्नु हुँदैन, यो निर्णय चाहिँ कार्यान्वयनका लागि थप चाहिँ मद्दत गर्नु हुँदैन, यो गर्न सक्नुहुन्न, यो नगर्दा नै राम्रो हुन्छ भनेर उहाँले अभिव्यक्ति दिइसक्नु भयो। नेपाली काङ्ग्रेस पनि मौन जस्तो देख्यो नि त। यो यसरी जसरी चाहिँ यहाँ चाहिँ प्रस्तुत गरिएको छ र आम सञ्चार माध्यमबाट पनि हामीले के बुझिरहेका छौँ भने काङ्ग्रेसलाई चाहिँ काङ्ग्रेस अहिले अलमलमा छ। काङ्ग्रेसको 2 चाहिँ कित्ता छ, 2टा धार छ भनेर जो आइरहेको छ, यो नितान्त यो सार्वजनिक गर्ने यो तरिका देखेर हामी पनि अचम्मित छौँ कि अहिले जसरी यो प्रस्ट्याइएको छ त्यो प्रस्ट्याउने यो जसरी कम्युनिस्टहरूले भ्रम छर्छन् त्यही तरिकाले हाम्रो पार्टीभित्रको गतिविधिलाई पनि बाहिर ल्याइयो। अब के ल्याउनमा चाहिँ हाम्रो पार्टी भित्रकै त्यस्तो तत्त्व पनि सायद होला, त्यो मानेमा चाहिँ हामी तपाईँहरूको पार्टीभित्र रामचन्द्र गुट र शेरबहादुर गुट दुईटा छ। रामचन्द्रले चाहिँ संसद पुनर्स्थापना हुनुपर्छ, तर देउवाले चाहिँ संसद पुनर्स्थापना भए पनि ठिकै छ, निर्वाचनमा जान हामी तयार छौँ। हाम्रो सम्मानित पार्टी सभापतिज्यूले प्रष्ट रूपमा के भन्नुभएको छ भने हामीले निर्वाचन जाने अथवा हामीले चाहिँ पुनर्स्थापनाको पक्षमा जाने भन्ने कुरा निर्णायक हामी होइनौँ कि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भइसकेपछि 13वटा रिट परिसकेपछि सर्वोच्चमा परिसकेपछि हामीले दिने निर्णय चाहिँ हाम्रो न्यायिक हुने कि अथवा सर्वोच्चले बोलेको निर्णय चाहिँ न्यायिक हुने। अब हामीले कसलाई विश्वास गर्ने भन्दा हामीले नै जनतामा लगेर हामीले त भनिसक्यौँ यो असंवैधानिक कदम हो, यो कदम ठिक छैन, किन भन्दा 2/3 सरकार चाहिँ यो चालेको कदम पनि आज 5 वर्ष टिक्न थालेन, अस्थिरतातर्फ गयो। स्थिर सरकारको कल्पना गरेका थिए, यो चाहिँ सम्भव भएन अझै भन्दा हामी त आफैमा चाहिँ चिन्तित छौँ नि। त्यसकारण यो चिन्ता देशव्यापी हुन जरुरी छ। देशव्यापी अब यो राजनीतिक तहको नेतृत्वमा अब यो स्थिरतातर्फ कसरी लाने, जनताले त स्थिरता खोजेका थिए तर दुर्भाग्य अस्थिरता चाहिँ आइलाग्यो, किनभने 3 वर्षमै 2/3 सरकार संसद विघटनमा उद्धत रह्यो। यो अत्यन्त चाहिँ यो घातक कदम देशका निम्ति भयो भनेर काङ्ग्रेसले प्रष्ट। संसद विघटन त पहिलादेखिकै नजिर होइन र? संसद विघटनको परिस्थिति चाहिँ राजाले पनि संसद विघटन गरेकै हो, अहिले चाहिँ यति धेरै आपत्ति चाहिँ किन? अब यस्तो छ, परिस्थिति के थियो भन्ने कुरा पनि महत्त्वपूर्ण छ, किन भन्दा हामी धेरै कोर्स टाढा पुगिसकेका छौँ। 70 वर्ष लामो यो देशले यो एउटा प्रजातान्त्रिक इतिहास भोगिसकेका छ। अब यो भोगिसकेपछि हामीले फेरि फर्केरै हेरेर चाहिँ त्यो बेलाको कदम केही गलत थियो, केही सही थियो, त्यो एउटा विश्लेषणको पाटो थियो नै। र हामीले पनि काङ्ग्रेसले पनि सच्चिएर अब आउने कुरा जरुरी छ र हामी परिपक्व रूपमा काङ्ग्रेसले त्यसलाई चाहिँ एउटा तितो अनुभवका रूपमा लिएको छ पनि। अब त्यो अनुभवलाई अहिले पनि अब फेरि संसद विघटन हुनुपर्छ, संसद विघटन चाहिँ यो संवैधानिक छ भनेर हामीले भनिरहनु त अनुपयुक्त होला। नेपाली जनताहरूमाझ अब तपाईँ जानुहुन्छ कि हुँदैन? वैशाख 17 गते निर्वाचनको मिति घोषणा गरेको 2टै कुराले जनतामा जान्छौँ कि यो सरकारले गरेको यो कदम असंवैधानिक छ, यो चाहिँ यसले ल्याउने चाहिँ असर चाहिँ संविधानमाथि यसले आघात पुर्याउने असर छ, देशको अस्थिरतालाई अब आघात पुर्याउने असर छ। त्यसकारण हामी जनतामा गइराखेका छौँ।
तपाईँ देखिराख्नु भएको छ कि पुस 5 गते जुन कदम चाले केपी ओलीले त्यस पश्चात चाहिँ कङ्ग्रेसको चाहिँ केन्द्रीय समितिको बैठक बस्यो, तत्कालीन रूपमा पदाधिकारीको बैठक बस्यो, पूर्व पदाधिकारीको बैठक बस्यो, 7 गते 8 गते चाहिँ निर्णय भयो, 9 गते निर्णय भयो कि अब 13 गतेबाट चाहिँ अब यो आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने। यसको अर्थ कङ्ग्रेस स्पष्ट छैन भन्ने त होइन, यसमा कुनै दुविधा छैन कि 13 गते 165वटा प्रतिनिधि सभाका चाहिँ यसमा तहहरूमा जहाँ चाहिँ निर्वाचन क्षेत्र छ त्यहाँ चाहिँ आन्दोलन गर्ने। त्यस पश्चात तपाईँको चाहिँ 25 गते चाहिँ यो प्रदेश सभाका यो 330वटा निर्वाचन क्षेत्रमा चाहिँ कार्यक्रम गर्ने। त्यसपछि तपाईँको माघ 3 गते तपाईँको 753वटा स्थानीय यो तहहरूमा चाहिँ कार्यक्रम गर्ने र 8 गते चाहिँ 6743वटै नेपाल अधिराज्यका वडाहरूमा चाहिँ गर्ने भनेर चाहिँ निर्णय गर्छ। त्यो कार्यक्रम पनि सफल भइसकेको छ र आजको दिनमा आज माघ 19 गते तपाईँको आजको दिनमा चाहिँ भातृ सङ्गठनलाई समेत अस्ति मात्रै 13 गतेको केन्द्रीय समितिले निर्णय गरिसकेका छ कि भातृ सङ्गठनले आज चाहिँ आन्दोलन गर्ने। त्यस पश्चात 24 गते शुभेच्छुक सङ्घ संस्थाले आन्दोलन गर्ने। त्यसपछि 3 गते फेरि जिल्ला कार्य समितिले चाहिँ आन्दोलन तय गर्ने भन्ने कुरा निर्णय भइसकेका कारणले गर्दा मलाई के लाग्छ भने अब तपाईँहरूको माध्यमबाट म आम चाहिँ यहाँको सुदूरपश्चिममा बासी दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई अवगत गर्न चाहन्छु मेरो तबकाबाट कि अब कङ्ग्रेस कुनै पनि हालतमा चाहिँ यो निर्वाचनबाट भाग्ने कुरा पनि हुँदैन। तपाईँहरू त फेरि 2 जिब्रे मान्लान् नि त, जनताहरूले 2 जिब्रे भन्लान्, निर्वाचनमा गयो भने हामीलाई नि फाइदा हो, संसद पुनर्स्थापना पनि हामी ढुक्क छौँ भन्ने। अब यस्तो छ, फाइदा त किन पनि मान्छेले भन्दैछन् भने अब 2/3 ल्याएको सरकार अहिले कङ्ग्रेसको उपस्थिति न्यून छ, संसदमा हिजो न्यून थियो। त्यसकारण अहिले कम्युनिस्ट पार्टी नेकपा फुटिसकेपछि नेकपाको 2टा हुने र काङ्ग्रेसको एउटा हुने, यो तपाईँहरूले पनि हेर्नुभयो होला समानुपातिक सिटहरूमा पनि काङ्ग्रेस निकटमा पुगेको छ, एमालेसँग निकटमा पुगेको छ। तत्पश्चात पनि तपाईँको चाहिँ कङ्ग्रेसका धेरै ठाउँमा निर्वाचनमा हाम्रो नेताहरू जहाँ हार्नुभयो त्यहाँ थोरै मतदाताले हार्नु भएको छ, कहीँ 200 भोटले हार्नु भएको छ, कहीँ 300 भोटले हार्नु भएको छ, कहीँ 400-500 भोटले हार्नु भएको छ, कहीँ 1000 म्याक्सिमम् 2000 भोटले हार्ने पनि धेरै हुनुहुन्छ। त्यसकारण अब कङ्ग्रेस यो 3 वर्ष कार्यकालमा पनि जसरी चाहिँ यो सरकार चलायो नेकपाले त्योबाट पनि नेपाली जनता आजित भइसकेका छन्। मुख्य कारण त्यही हो, अब संसद विघटन अहिले विकसित स्वरूप मात्रै हो तपाईँको। त्यसकारण अब यो त्यो गतिविधिले गर्दा हामीलाई त्यस्तो केही छैन, तपाईँको 5 वर्षै अब के अरे कार्यकाल हुनुपर्छ भनेर त काङ्ग्रेसले भनिसक्यो, किन प्रतिपक्षमा काङ्ग्रेस छ, हामीलाई कुनै पनि हतार छैन, न सरकारमा जाने हतार छ न हामीलाई चाहिँ यो अरू कुराले चाहिँ यो संसदीय व्यवस्थालाई कसरी जोगाउने भन्ने हतार काङ्ग्रेसको त्यही मात्र। सबभन्दा धेरै सरकारमा रहने नेपाली काङ्ग्रेस, नेपालको ठुलो दल रहने नेपाली काङ्ग्रेस, तर जनताहरूका मुद्दामा काम नगर्ने पनि नेपाली काङ्ग्रेस, जनताहरूले भन्छन् है। अब यस्तो छ, अब कङ्ग्रेसले चाहिँ नेतृत्व लिँदाको परिस्थिति हिजो 46 साल पश्चातको जुन व्यवस्था थियो प्रजातन्त्रलाई संस्थागत गर्ने, त्यो संस्थागत गर्ने कुरामा नेपाली काङ्ग्रेस अगाडि बढेको थियो। विभिन्न शक्तिहरूले कङ्ग्रेसलाई चाहिँ अगाडि बढ्दै गर्दा रोकेको त यथावतै छ। तपाईँको चाहिँ यो सर्वविदितै छ कि अब 48 सालको सरकार बन्यो, 51 सालमा चाहिँ के अरे मध्यावधि भयो, 52 सालदेखि त माओवादी द्वन्द्व सुरु हुने कुरा त भयो। तत्पश्चात अस्थिरताको सुरुवात भयो, 54 साल 56 साल लगाए, त्यसपछिका सरकारहरू धेरै बेरसम्म टिक्न सकेन। त्यसपछि धेरै समय पश्चात नेपालमा चाहिँ धेरै मान्छेहरूको चाहिँ यो असामयिकमा चाहिँ मृत्युवरण गर्नु पर्यो राजनीतिक व्यवस्थाका कारणले गर्दा। त्यही राजनीतिक व्यवस्था 64 सालमा आइपुगेर चाहिँ संविधान सभाको चुनाव मार्फत व्यवस्थापनतर्फ लाग्यो। तपाईँको पार्टी नि केन्द्रमा छ, दाउपेच मात्र देखियो नि त। अब केन्द्रको त्यस्तो दाउपेच पनि त होइन, राजनीतिक रूपमा राजनीतिक मुद्दाहरू लिएर छलफल गर्नु त दाउपेचभित्र सायदै पर्दैन होला, किनभने छलफल गर्ने माध्यम राजनीतिक रूपमा वैचारिक बहस गर्ने कुरा त एक ठाउँमा रह्यो। अब त्यसलाई जनतासम्म कसरी पुर्याउने भन्ने कुरामा काङ्ग्रेसमा जुन सर्कल कम्युनिस्टमा हुन्छ, कम्युनिस्टमा चाहिँ आफ्नो कुरा जनतासम्म सिधै पुगाएर चाहिँ व्यापकता गर्ने कुरा हुन्छ, त्यो मामलामा कङ्ग्रेस अलि उदार छ। कङ्ग्रेसले आफ्ना भावनाहरू यसरी नै राख्नै पर्छ भनेर कार्यकर्ताहरूलाई आह्वान गर्दैन कि कङ्ग्रेसको धारणा यो छ, यस मानेमा तपाईँहरू चाहिँ सहमत हुने कुरा, आज आम हामीले सोच्ने कुरा, यहाँ हाम्रो जनजीवनलाई उकास्ने कुरा, यहाँको स्तर वृद्धि गर्ने कुरा, समृद्धिका कुरा जे हामी यहाँ गरिरहेका छौँ, केन्द्रमा नेताहरूले पनि त्यही बारेमा नै सोचिराख्नु भएको छ। त्यो बारेमा सोच्नुपर्छ भन्ने पनि हाम्रो चाहिँ दबाब हेर्नु। कुर्सी मोह त
तपाईँहरूको भित्र नि छ नि कुर्सी मोह त्यस्तो। अब कुर्सी पार्टीको अध्यक्ष बस्न चाहने रामचन्द्र पौडेल, तर देउबा पक्षले नदिने, बेला बेलामा झन्डै आफ्ना पक्षका नेताहरूलाई मन्त्री परिषदमा यताउता घुसाउनु खोज्ने, तर मन्त्री परिषदमा पनि नपाउने, त्यो देख्यो नि त। त्यसकारण तपाईँहरूको पार्टीभित्र पनि एउटा नैराश्यता आएको हो कि भित्रको? यो यस्तो छ, मन्त्री परिषदमा पठाउँदाखेरि पनि शेरबहादुर देउबा सामान्य सभापतिज्यूले छलफल नै गर्नुभएको छ। उहाँहरूको आन्तरिक छलफलबाट, आन्तरिक उहाँको सहमतिबाट नै उहाँहरूले चाहिँ आफ्ना चाहिँ प्रतिनिधिहरू पठाउनुहुन्छ। अहिलेसम्मको अवस्था त्यही छ। अब केही अवस्थामा चाहिँ हुनसक्छ उहाँहरूको चाहिँ केही कुराहरूमा चाहिँ आफ्ना चाहिँ गतिविधि राख्दा, आफ्नो चाहिँ हैसियत प्राप्त गर्न खोज्दा केही कुराले आशंका उत्पन्न होला। त्यसले स्वाभाविक रूपमा नेतृत्वमा आउने मान्छेले आफूलाई अब्बल दर्जाका रूपमा उपस्थित गराएर पार्टीभित्र त्यो हैसियत कायम राख्नु एउटा नेताको चाहिँ परम कर्तव्य होला। तर पार्टीलाई चाहिँ संस्थागत रूपमा चलाउनका लागि आजको त्यो जिम्मेवारी अहिले हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले भरथेक उहाँले चाहिँ गरिराख्नु भएको छ। डोटीमा के छ अहिले काङ्ग्रेसको अवस्था? डोटीमा काङ्ग्रेसको अवस्था अहिले राम्रै छ। पहिला पनि काङ्ग्रेसको अवस्था नराम्रो थिएन, राम्रै थियो। के अरे चाहिँ पहिलेको चाहिँ 15 सालको निर्वाचनदेखि नै काङ्ग्रेसको अवस्था काङ्ग्रेसले चाहिँ त्यहाँ अब्बल बनाएको छ। त्यहाँको डोटेली जनता। तर डोटीबाट नेपाली काङ्ग्रेसले सांसद पाउन सक्दैन? डोटीमा यो यथार्थ हो। भित्र नि त्यहाँ पनि केही किचलो छ कि? अब निर्वाचनमा काङ्ग्रेस हार्न थालेको छ, हारिसक्या पनि छ। 64मा 1 नम्बर क्षेत्रमा चाहिँ निर्वाचन हार्यौँ अनि 2 नम्बर क्षेत्र पनि हार्यौँ। त्यस पश्चात 70 सालमा 1 नम्बर क्षेत्र चाहिँ निर्वाचन जित्यौँ हामीले, 2 नम्बर क्षेत्र पुनः हार्यौँ। र अहिले प्रतिनिधि सभाको निर्वाचनमा पनि हामी निर्वाचन हार्न पुग्यौँ। क निर्वाचन क्षेत्रमा हामीले जित्यौँ, ख निर्वाचन पुनः हार्यौँ। काङ्ग्रेसको स्थिति हेर्दा जनताहरूको काङ्ग्रेसप्रतिको माया, काङ्ग्रेसका नेताहरूप्रतिको श्रद्धा यथावत नै छ। तर प्राविधिक कारण के भयो भने अब त्यहाँ चाहिँ भोट काउन्ट गर्दाखेरि अहिले जसरी नेकपा चाहिँ एकत्रित भएर एकता भएर माओवादी र एमाले तत्कालीन चुनाव लडे, उहाँहरूको स्थिति चाहिँ 10-15 हजार मत चाहिँ बढी थियो। उहाँहरू जोड्दाखेरि बढी मत थियो। यद्यपि हाम्रो नेता 1500-1600 मतले प्रतिनिधि सभामा पराजित हुनुभयो र 2 नम्बर क्षेत्र ख नम्बरमा हामी 2590 मतले चाहिँ हामी पराजित भयौँ। अबको निर्वाचनमा जनताहरूसँग जानुहुन्छ, जित्नु? अब जनताको माझमा नजाने कुरा त छैन। हामी अहिले पनि गइरहेका छौँ, जनताको माझमै छौँ हामी। त्यसकारण निर्वाचन जित्छौँ जिताउने कुरामा जिताउने। प्रेम आलेलाई हराउन सक्नुहुन्छ? प्रेम आले भन्ने कुरासँग धेरै अर्थ राख्दैन, किन भन्दा उनी निर्वाचित मान्छे होला। तर प्रेम आलेलाई हराउने भन्दा पनि काङ्ग्रेस जित्ने कुरातर्फ, काङ्ग्रेस मन जित्ने कुरातर्फ, जनताको मन जित्ने कुरातर्फ। डोटीबाट नेपाली काङ्ग्रेसको सांसदहरू, केन्द्रीय सांसदहरू जान्छन्? पक्का जान्छन्। प्रदेश र केन्द्रमा जान्छन्? प्रदेश र केन्द्रमा जान्छन्। किनभने जनताले त्यसै पनि काङ्ग्रेसलाई खोजेको छ, काङ्ग्रेसलाई नेताका खोजेको छन्। यो कम्युनिस्ट सरकारप्रति आजित छन्। फेरि पनि कता कता काङ्ग्रेसले नै यो सङ्गठन हाँक्न सक्छ, देश हाँक्न सक्छ। काङ्ग्रेसका नेताहरू जिम्मेवार भइदिउन् भन्ने पनि। 2टा किता छ अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र, 2टा किता क्लियर भइसक्यो, फुटको अवस्थामा आइसक्यो। अब तपाईँ कोसँग मिलेर चाहिँ अगाडि बढ्नु? हामी मिलेरै जाने भन्ने कुरा त छैन। किनभने हाम्रो यो विशाल एउटा साङ्गठनिक आस्थावान नेताहरूले चाहिँ भरिएको पार्टी हो, पुराना नेताहरूले भरिएको पार्टी। उहाँहरूसँग नै हामीले सबैजनालाई सँगै लगेर जनतामा जानु नै हाम्रो चाहिँ सबैभन्दा उत्तम विकल्प हो। हामी कसैसँग मिलेर सहकार्य गरेर निर्वाचनमा जाँदैनौँ भन्ने मलाई लाग्छ। अहिलेसम्म अब केन्द्रले त्यो तय गरिसकेका छैन, हामीले नै त्यो हतार गरिरहेका छौँ। नेपाली काङ्ग्रेसमा नयाँ अनुहार कहिले आउँछन्? त्यही पुराना अनुहार? अब केही % नयाँ अनुहार त थपिन्छन्, हेर्नु अहिले नथपिने होइन। अब अहिले चाहिँ अवस्थामा युवाहरूको पनि आकर्षण बढिरहेको छ काङ्ग्रेसप्रतिको। अब त्यो आकर्षणले सायद पुराना नेताहरूको पनि धेरै नेताहरू हुनुहुन्छ, धेरै नेताले जेल खाएको नेताहरू हुनुहुन्छ। उहाँहरूको व्यवस्थापन निसन्देह रूपमा चाहिँ कठिन बनेको छ पार्टीलाई। त्यो कारणले गर्दा तुरन्तै युवाहरू सबै आउनुपर्छ, उहाँहरू चाहिँ विस्थापित हुनुपर्छ अनि हुनुपर्छ भन्ने होइन। सँगसँगै उहाँहरूको सँगसँगै युवाहरूको ताती लागेर उहाँहरूले नै व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ। पुरानो नेतृत्वले नेतृत्व नछोड्ने, नयाँ युवाहरू विस्थापित हुने, 60-70 वर्ष पुगेपछि बल्ल नेतृत्वमा पुग्ने,
यसको अन्त्य कहिले गर्नुहुन्छ तपाईँको पार्टी? कङ्ग्रेसभित्र के रहेछ भने हजुरको मलाई पनि अब अहिले एउटा अनुसन्धानको विषय भएको छ कि हामी अहिले पार्टीमा छौँ कि पुराना नेताहरू जुन बेला हाम्रो उमेरमा हुनुहुन्थ्यो उहाँहरूको जोस जाँगर त्यो बेलाको देशको परिस्थिति बहुदलप्रतिको उहाँहरूको चाहिँ उत्कट अभिलाषा बहुदलले चाहिँ धेरै ठुलो परिवर्तन ल्याउँछ जनतालाई त्यो नै हाम्रो चाहिँ अब हामी लागेपछि त्यो नै हुनुपर्छ भन्ने उहाँहरूको इच्छा थियो। गर्दा गर्दा अहिले त यो परिस्थिति आइपुग्यो, लामो समय भइसक्यो, देशले कोल्टो फेर्दैछ, तर उहाँहरूको उमेर पनि सँगसँगै ढल्क्यो। सँगसँगै ढल्किसकेपछि उहाँहरूलाई पनि के हुनसक्छ अब त केही न केही पार्टीमा व्यवस्था हुनु पऱ्यो भन्ने होला। अब उहाँहरूलाई पनि उहाँहरूको व्यवस्थापन सँगसँगै अब हाम्रो व्यवस्थापनले पनि अब केही न केही बाटो तय गर्छ उहाँहरूको पनि। तपाईँहरूको त पुराना मान्छेहरू व्यवस्थापन गर्नमै ठिक्क होला नि त। फेरि नेपाली जनताहरूको काम गर्नमा चाहिँ फेरि कङ्ग्रेसका नेताहरू चाहिँ केही मानिसहरू पदसँग सम्बन्धित हुनु होला, धेरै मान्छेहरू पदबाट टाढा पनि हुनुहुन्छ। उहाँहरूको इच्छा के छ भने कङ्ग्रेस राम्रो होस्, कङ्ग्रेसका भित्रका गतिविधि राम्रो हुन्, जनतामुखी हुन्, जनताको माझमा गएर चाहिँ मन जित्ने काम होस्, हामी सन्तुष्ट छौँ भन्ने खालको पनि यदाकदा सुनिएको छ हाम्रो नेताहरूको। त्यसकारण यो धेरै अप्ठ्यारो विषय होला जस्तो लाग्दैन। तर राजनीतिमा सबै मानिसको चाहिँ भावना समेटेर एकत्रित बनाएर लाने कुरा चाहिँ अब त्यो धेरै सजिलो विषय। नेपाली जनताहरूले नेपाली काङ्ग्रेसलाई पनि विश्वास गर्ने वातावरण बनाउनु भएन नि त तपाईँहरूले? यो चाहिँ केही हदसम्म कङ्ग्रेसप्रतिको तपाईँले भने जस्तो सरकारमा थियो कङ्ग्रेस, अब कङ्ग्रेसले मात्रै चलाउने सरकार र कङ्ग्रेस र सरकार मात्रै हुने हो भने त यो देशमा चाहिँ धेरै ठुलो परिवर्तन आइसके पश्चात जनताले अपेक्षा गरे अनुसार नभएको भन्ने कुरा त होला। त्यस पश्चात पनि धेरै पार्टीले अरू पार्टी सञ्चालन गर्दा र कङ्ग्रेसले सञ्चालन गर्दा तुलनात्मक रूपमा हामीले अध्ययन गऱ्यौँ भने कम्युनिस्टका मान्छेहरूको सरकार चलाउने प्रवृत्ति र कङ्ग्रेसका मान्छेको त फरक छ। त्यसकारण त्यो फरक अनुभूति नै कङ्ग्रेसको गहना हो। त्यो गहना नै अब हामी यो मुलुकको गहना हो, जनताको गहना हो। यस वर्ष त अब तपाईँहरूले निर्वाचनमा जानुभयो भने प्रसार गर्नुपर्ने अवस्था पनि नआउन सक्छ, किनकि अहिले एउटा ठुलो शक्ति फुटेको छ, जनतामा नैराश्यता छ। तपाईँहरूले अवसर छ, सदुपयोग गर्नुहुन्छ निर्वाचनमा गएर? यो चाहिँ अब कङ्ग्रेसका लागि अत्यन्त जिम्मेवार समय आइपुगेको छ। नेकपा एक भएकै स्थितिमा पनि कङ्ग्रेस चाहिँ उत्साहित भएर जानु नै थियो। अब नेकपा फुट्नुमा कङ्ग्रेसलाई धेरै ठुलो गर्वको विषय त होइन, तर पनि अब अर्को जिम्मेवारी के भने अब राजनीतिक रूपमा कङ्ग्रेस पार्टीसँगको आकर्षणमा धेरै मानिसहरू जोडिने क्रम छ। यो जोडिएका मानिसहरूलाई पनि सँगसँगै लाने र कङ्ग्रेसको चाहिँ यो के अरे सङ्गठन पनि बढाउने कुरालाई थोरै अलिकति अव्यवस्थित हुनसक्छ। त्यो व्यवस्थित गराउनलाई अब नेपाली काङ्ग्रेसका नेताहरूले सोच्न जरुरी छ। तपाईँले भने जस्तै धेरै सजिलो नेपाली जनताहरूले विकल्प खोजिरहेछन् अहिले पछिल्लो समय। नेपाली काङ्ग्रेस र नेकपा बीच विकल्प खोजिराखेका छन्। अर्को विकल्प आइदियो भने तपाईँहरू धरापमा पर्नुहुन्छ? अब त्यस्तो पनि छैन। नेपाली काङ्ग्रेसको साङ्गठनिक अवस्था पनि छ। वडा तहसम्मै कङ्ग्रेसका सङ्गठनहरू छन्। प्रदेशका चाहिँ अहिले चाहिँ तपाईँको जो अहिले यो सङ्गठनहरूमा चाहिँ हाम्रो यद्यपि प्रदेशको यो समिति बनेको छैन, तर पनि हाम्रो प्रदेश सभा स्तरीय समितिहरू सबै ठाउँमा चाहिँ हाम्रो प्रदेश समिति किन गठन हुन सकेन? किचलोकै कारण? नेताहरूले अब संवैधानिक रूपमा चाहिँ जस्तो हाम्रो विधानअनुसार अब प्रदेश समिति बन्ने छ भनेर विधानमा स्पष्ट उल्लेख गरेको छ। अब हामी अधिवेशन पनि उन्मुख भएको कारणले गर्दा अधिवेशनबाट नै त्यो समिति चयन हुन्छ। सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन नहुनुमा पदीय बाँडफाँड हो कि? त्यस्तो पनि छैन। अब नेताहरूले चाहिँ अब अधिवेशनमा उन्मुख भइसकेका भएर अधिवेशनबाट नै अब यो के अरे 5 वर्षीय कार्यकाल 4 वर्षीय कार्यकाल जो पूर्ण अवधि छ, पूर्ण कार्यकालका लागि नेतृत्व चयनको बाटो तय हुन्छ। त्यसले नै एउटा हाम्रो चाहिँ अब पार्टीमा स्थायित्व। संसद विघटनका विरुद्ध प्रथम चरणमा आन्दोलन गर्नुभयो, अब दोस्रो चरणको कार्यक्रमहरू के छ? दोस्रो चरणको अहिलेलाई त केन्द्रले मैले अघि पनि यहाँलाई निवेदन गरेँ कि 19 गते आजबाट देशभरिमा नेपाली काङ्ग्रेसका भातृ सङ्गठनहरूले को आह्वानमा आन्दोलन हुँदैछ। त्यस पश्चात 24 गते शुभेच्छुक सङ्घ संस्थाहरूले चाहिँ सङ्गठनहरूले गर्ने र 3 गते पार्टीको जिल्ला कार्य समितिले आयोजना गर्ने भनेर निर्दिष्ट कार्यक्रम अनुसार नै हामी अगाडि जान्छौँ। यो सँगसँगै हामीले थुप्रै कार्यक्रमहरू स्थानीय तहवाइज र हामीले विभिन्न वडाहरूमा अब बेलामा पार्टीका साङ्गठनिक संरचनाले आह्वान गरेका बेलामा हामी जान्छौँ। त्यही अनुसार नै यो कुराहरू राख्छौँ। कार्यक्रमको अन्त्यतिर छौँ, फेरि जनतालाई बताइदिनुहोस् कि निर्वाचनमा जानुहुन्छ कि जानु हुँदैन?
संसद विघटनका पक्षमा कि विपक्षमा नेपाली काङ्ग्रेस क्लियर गरिदिनुहोस्। विघटनकै पक्षमा, निर्वाचनमा पनि हामी विघटनको पक्षमा विपक्षमा जान्छौँ। किनभने यो संसद भरसक यो हामीले पनि भन्या होइनौँ, यो स्थायी रूपमा चाहिँ संसद हुनुपर्छ भनेर तत्कालीन समयमा परिकल्पना गरिएको कुरा हो। त्यसैले यो सहजै यो विघटन चाहिँ नहोस् भनेर चाहिँ परिकल्पना। अब नेपाली जनताले नेपाली काङ्ग्रेसलाई विश्वास गर्छन् आगामी निर्वाचनमा? के आधार? विश्वास गर्ने आधार त कङ्ग्रेसको थुप्रै छ। कङ्ग्रेसको ऐतिहासिकता छ, अनि कङ्ग्रेसको चाहिँ साङ्गठनिक स्वरूपमा रहेर हिजोका नेताहरूको त्याग तपस्या पनि छ। त्यो एउटा धेरै ठुलो सिकाइको विषय बनेको छ काङ्ग्रेसलाई। त्यसकारण त्यो तरिकासँग, काङ्ग्रेसको व्यवहारसँग, थोरै तरिकासँग, ढङ्गसँग मान्छेको असहमति होला, तर कङ्ग्रेसको सिद्धान्त र तपाईँको मुख्य कङ्ग्रेसको चाहिँ के अरे आफ्नो चाहिँ ऐतिहासिकतासँग कसैको विमत छैन। समय दिनुभयो, धन्यवाद। थ्याङ्क यू। हवस् त, कार्यक्रमबाट आजलाई बिदा हुन्छौँ। नमस्कार।